हेलो गाइस, फेरि पनि साङ्गाको भ्लग। हामी गयौँ जडीबुटीसम्म एउटा गाडीमा, त्यसपछि अर्को गाडीमा साङ्गासम्म पुग्नको लागि वेट गऱ्यौँ र गाडी आइसकेपछि गाडीमा बस्दाखेरि पनि हामीले हल्का भिडियो बनायौँ। अनि विभिन्न जाम लाइटहरूलाई छिचोल्दै अगाडि बढ्दै थियौँ। बाटो चाहिँ अलिकता बिग्रेको रहेछ, किनभने बाटो बनाउँदै रहेछ। फाइनली हामी साङ्गा पुग्यौँ। हामीलाई अलिक तलै झारिदिएको भएर हामी फेरि हिँड्दै हिँड्दै माथितिर आयौँ। त्यहाँबाट चोकबाट हामी गयौँ भित्र साङ्गाको बाटो हुँदै। बाटो चाहिँ सानो छ, अनि त्यसपछि अनि सानो पनि, अनि कुनै कुनै ठाउँमा चाहिँ अफरोड जस्तो छ। उकालो बाटो छ, त्यो उकालो बाटो हिँड्दै हिँड्दै स्याहाँ स्याहाँ गर्दै हामी पुग्न आँट्यौँ साङ्गानिर। यहाँनिर टिकट काट्यौँ। टिकट काटिसकेपछि हामी गयौँ भित्र। अनि भित्र जाँदाखेरि पनि त्यहाँको यो इन्भाइरोमेन्ट चाहिँ एकदम राम्रो छ, शान्त शीतल, यस्तो रमाइलो पिसफुल लाग्छ कि त्यहाँ गयो भने। यो पारीको गाउँ पनि हामीले खिच्यौँ, अलिअलि त्यहाँनिर हिमाल पनि देखेको थियो। अनि हामी भिडियो बनाउँदै बनाउँदै अगाडि बढ्यौँ। यहाँ चाहिँ हामी अलि बिहानै पुगेको भएर खासै मान्छेहरू आइपुग्नु भएको थिएन, अलिकता सुनसान नै थियो। त्यसले गर्दाखेरि हामीलाई भिडियो फोटो खिच्न चाहिँ सजिलो भयो, किनभने पछाडि मान्छेहरू देखिनु भएन नि त। यसरी दिजुलाई मैले विभिन्न तरिकाले चाहिँ माथि सिँढीबाट माथि जाँदा, तल जाँदा, भगवान्लाई ढोक गर्दा, सबै गर्दाखेरि भिडियो बनाउन भने। अनि ब्याग पनि भिडाएर फेरि यतातिर पोज दिँदै फेरि भिडियो बनाउन लगाउँदैछु दिजुलाई। यसरी शिवलाई नमस्कार गरिसकेपछि अझै पुगेन, अझै माथि जाँदाखेरि पनि भिडियो बनाउन लगाएँ। अनि यताको साइडमा आउँदाखेरि पनि पुरै पहिल्यै सिकाएको थिएँ मैले दिजुलाई। दिजुले भने जस्तै गरेर भिडियो निकाल्दैछु। अनि शिवको मूर्तिको पनि भिडियो बनाएँ मैले। त्यसपछि हामीले बनायौँ, हामीले त होइन, मैले नै टिकटक बनाएँ। अनि उतापट्टि एउटा जोडी आउनु भए रहेछ, उहाँहरूले चाहिँ भिडियो बनाउन रिक्वेस्ट गर्नुभयो, फोटो भिडियो गराइदिए। त्यसपछि गएँ म मन्दिरमा टिका लगाउन। अनि प्रसाद पाइयो हामीले बुनिया। त्यो मिठो बुनिया खाइसकेपछि यता बसेर फेरि एकछिन रेस्ट गर्दै थियौँ। त्यो बेला नि मैले भिडियो बनाएँ। दिजु चाहिँ मजाले मोबाइलमा व्यस्त भएको बेलामा मैले फेरि घुम्दै हल्का शिवको मूर्तिनिर भिडियो बनाएँ। नन्दी महाराजसँग पनि भिडियो बनाएँ। अनि दिजु चाहिँ अझै पनि मोबाइलमा बिजी मैले भिडियो बनाइदिएँ। त्यसपछि हामी चाहिँ भने अगाडि जाँदाखेरि पनि दिजुलाई मैले फेरि भिडियो बनाउन लगाएर सुरु गरेछु रोनाल्डोको सेलिब्रेसन स्टाइल। त्यसपछि फेरि थाकियो र बस्यौँ एकछिन, त्यहाँ पनि मैले फोटो खिच्न लगाएँ दिजुलाई। अनि हामी बढ्यौँ अगाडि, भोक पनि लागेको थियो, अलि बिहान गएको भएर। बाटोमा जाँदाखेरि हामीले भेटाउँ यसलाई के भन्छ, खै यसको नाम बिर्सेँ मैले। यसलाई भेटायौँ, यसको चाहिँ चुरीफुरीलाई एकछिन मैले खिचेँ। त्यसपछि हामी गयौँ टन्न खानको लागि। मेनु सेनु हेरेर मगायौँ हामीले नेवारी खाजा, जसलाई चाहिँ समयपछि भन्छ। त्यसपछि हामीले मगायौँ फेरि चिकन बिरयानी पनि, दिजुलाई खान मन लागेको रहेछ। अनि हामीले चिकन बिरयानी र अनि नेवारी खाजा सेट खाँदाखेरि पेट टन्न भयो। त्यसपछि त्यसलाई हल्का पचाउनलाई हामी गयौँ जुजुदौ खान। जुजुदौले पनि नपुगेपछि हामीले फेरि खायौँ लस्सी। यो लस्सी चाहिँ बब्बालै लाग्छ मलाई त्यहाँको। यति खायोवरी चाहिँ हामी फर्कियौँ घरतिर। आजलाई यति नै, हस् त, बाई बाई।